हेलो एभ्रिवान, म चाहिँ नानीलाई लिएर हाम्रो गाउँदेखि तलनिर सत्य पुराण हुँदैछ त्यहाँनिर गएको थिएँ। हुँदैछ होइन, सकिसक्यो। हामी चाहिँ लास्ट डेमा गएको। अन्त नानीलाई चाहिँ यहाँनिर सबै कृष्ण राधा गोपिनीहरूसँग नाचेको देखाउँदै थिएँ म चाहिँ। त्यहाँनिर त्यो नाचेको देखेर चाहिँ नानी चाहिँ छक्कै परेर हेरिरहेको छ। भक्कु मान्छेहरू देखेर चाहिँ रमाइलो पनि छ। नानी चाहिँ सुतिरहेको थियो। अन्त यो गीतहरू भजन बजेको सुनेर चाहिँ उठेर हेर्दैछ, छक्कै परेर हेर्दैछ। यहाँनिर नानी चाहिँ यताउति सबैजनालाई हेर्दैछ, के भएको भनेर सोच्दै होला बिचरा। फर्स्ट टाइम नानीलाई यसरी ग्रुपमा लगेको नि त मैले चाहिँ। त्यहाँदेखि म चाहिँ लगेको थिएन नानीलाई पूजाहरूतिर चाहिँ। आज फर्स्ट टाइम पूजामा लगेको। अन्त सबैजनालाई छक्क परेर हेर्दैछ, के हो भनेर सोचिरहेको होला बिचरा। निन्द्रामा पनि छ, निन्द्रामै हेर्दैछ। अरू सानसानो नानीहरू पनि देख्दै थियो नि त, ऊ नानीहरूलाई पनि हेर्दैछ। के अरे नानीहरू पुरा थियो नि त। अन्त ऊ रुँदैछ पनि। उसको बेलुन चाहिँ एकजना नानीले लगेको थियो कि, अन्त रुँदैछ ऊ। म चाहिँ उसलाई फकाउँदै देखाउँदै थिएँ सबै कुरो। अस्तिदेखि भएको पुराण चाहिँ मलाई त थाहै थिएन पुराण हुन्छ भनेर, अन्त हुँदैछ भनेर। त्यही भएर आज चाहिँ लास्ट डेमा लगेको नानीलाई। अन्त हामी चाहिँ यहाँनिर भजनहरू सुनिसकेर खानाहरू खाएर पनि घर आउन आँटेको। मैले चाहिँ अलिकति फोटो पनि खिचेँ नानीलाई लिएर।